चाहिँ पानीहरु धारामा पुरा यस्तो तरिकाले जमेको अवस्थामा देख्न सकिन्छ। दिस इज द ब्युटिफुल मर्निङ सीन फ्रम फालेलुङ तीन सिमाना। ओए सिन नबिगार्न हो, ओए सिन नबिगार्न हो। याङ तारु भनेको चाहिँ पैसा ल्यायो भनेको क्या लिम्बू भाषामा। पानी त त्यस्तो आउने ठाउँ त देख्दिनँ यार। यो सब फेरि गुराँसको बोटहरू, आमा गुराँसहरू हेर्न सक्नुहुन्छ। वाओ, यो चाहिँ अलिकति अनौठै कुरा हो। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ फेरि बगिरहेछ पानी हो। अब त्यहाँ फेरि यस्तो डेन्जर जमिरहेछ, हेरौँ त है। नो ओ म्या, यहाँ हेर्न सक्नुहुन्छ माथिबाट आएको कस्तो बबाल। ओए फोटो खिच्न आएछ यहाँ हो कि क्या हो? हिमालय पुगियो मामा देख्न सक्नुहुन्छ, इन्क्लुडिङ मी। द भ्यू इज लाइक दिस भनौँ। हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई नेक्स्ट डे अफ फालेलुङ भिडियो। सो हामी चाहिँ यहाँ होमस्टेमा सुतेर भर्खरै उठेको अवस्था छ। 5 बजेको छ। अब हामी चाहिँ सनसाइन हेर्न जान आँटेको छौँ। होमस्टे चाहिँ यस्तो रहेको छ, पुरै गुमुक्क, तर पनि यहाँ जाडोले हो चारखाप लाएर सुत्दा पनि यहाँनिर घर पाइँदैन रहेछ। सो अब 6 बजीदेखि लगभग उता 6 बजी गएर चाहिँ हामीले पर्खिनुपर्छ अरे। सो बाहिरको बिहानको दृश्य चाहिँ यस्तो रहेको छ। तल कुन चाहिँ बजारमा अलि बलिरहेछ, माथि जुन लागिरहेछ। होमस्टे चाहिँ हाम्रो यही रहेको छ। यहाँ चाहिँ पानीहरू धारामा पुरा यस्तो तरिकाले जमेको अवस्थामा देख्न सकिन्छ। यहाँ हेरौँ, अब यसले अनुहार धुनु पर्यो पुरा बाल्टीमा पनि। ए पुरै खोइ लाएर पानी त के हो नि यार। ओए माथि मात्रै जमेको थिएछ यार। यसले अनुहार धुँदा कस्तो होला? साला अनुहारमा दल केटा दल आशीर्वाद लिनु। यसमा चाहिँ सही जमेछ यार। त्यताबाट अनि उता निस्किने बाटो छ नि त। हामी चाहिँ अब उकालो लाग्दैछौँ। ट्याक्कै 5 साढे हुन आँटेको छ। सनसाइन हेर्नुको लागि चाहिँ अब के गर्नु, थोरै सेक्रिफाइस गर्नै पर्छ। सुतेर बस्यो भने त सनसाइन देखिँदैन होइन। सो त्यही हो। अहिले चाहिँ मुन साइन भइरहेछ माथि, अब सनसाइन हेर्ने हो। लगभग निकै डाँडामा आएको छौँ र यहाँ देख्न सक्नुहुन्छ हिमालहरू चाहिँ देखिँदैछ, हल्का हल्का टल्किँदैछ। आजको मौसमले चाहिँ जे होस् साथ दियो जस्तो छ हामीलाई। अब अलिक उज्यालो भएपछि हामी देखाउनेछौँ यहाँको भ्यू। अहिले चाहिँ ट्याक्क बिहानको कति बजे 6 बजेको छ र परबाट चाहिँ सनसाइन हुन आँटेको छ भने यतापट्टि हामीले पहाडहरू टल्किरहेको देख्न सकिन्छ। अब म चाहिँ यो सनसाइनको चाहिँ भिडियो बनाउनु गइरहेको छु। सो साथीहरू भिडियो अन्तिमसम्म हेर्नु होला। दिस इज द ब्युटिफुल मर्निङ सीन फ्रम फालेलुङ तीन सिमाना टप पास्टर। हेलो साथीहरू, हामी चाहिँ अघि बिहान पनि यहाँ आएको थियौँ। बिहान चाहिँ दामी क्लियर पाहाडहरू देखेको थियो यहाँ पर बिहान, तर फोन स्विच अफ भइहाल्यो। अहिले चाहिँ केही देखेको छैन। हामी चाहिँ यो डाँडा यहाँसम्म मात्रै आयौँ। अब के डाँडा चढिराख्नु नदेखेपछि। यहाँ सिन चाहिँ देख्न सक्नुहुन्छ यस्तो रहेको छ। ओए सिन नबिगार्न हो, ओए सिन नबिगार्न हो। बवाल छ। आँखाले मात्रै देखियो जे यस पहाड हिमालहरू चाहिँ क्याप्चर चाहिँ गर्नु सकिएन। अब हामी ओह्रालो झर्दैछौँ। ओह्रालो हामी जानुपर्ने चाहिँ त्यो डाँडाबाट पर जानुपर्छ। अनि अर्को डाँडा आउँछ, त्यो डाँडा कटेर फेरि अर्को डाँडा, अनि फेरि अर्को गर्दै लगभग 50-60 वटा चाहिँ डाँडा नागेर जानुपर्ने हुन्छ हामीले। अब तल याकहरू देख्न सक्नुहुन्छ। अब म तपाईँहरूलाई एकछिनमा चाहिँ तलतिर एउटा खोला चाहिँ पुरा जमिरहेछ, त्यो देखाउने छु। अब चाहिँ हामी त्यहाँ जाँदैछौँ। यो चाहिँ फालुट क्याम्प के भन्ने ठाउँ चाहिँ यहाँ रहेको छ। यहाँ बोर्ड पनि छ, ऊ तल नि बोर्ड छ।
हामी स्टे गरेको होमस्टे चाहिँ यहाँ लेखेको छ याङतारू भनेको चाहिँ पैसा ल्यायो भनेको क्या लिम्बू भाषामा। अब यहाँबाट देखिन्छ हामी स्टे गरेको ठाउँ। तपाईँहरू पनि यो ठाउँमा आउनुभयो भने चाहिँ होमस्टे चाहिँ लगभग यही एउटा होला। यहाँ माथि पनि रहेको छ, यो चाहिँ थाहा भएन होमस्टे हो कि के हो, तर यो त होइन होला। यहाँ तलतिर रहेको छ होमस्टे चाहिँ, बाटो एकदमै ओह्रालो छ फेरि यो। ऊ तल देखिँदैछ हामी स्टे गरेको होमस्टे। यहाँ चाहिँ हाम्रो याङतारूको दाजुले चाहिँ सबैजना आउने गेस्टहरूसँग चाहिँ फोटो खिच्नु हुँदो रहेछ, फोटो सेसन चल्दैछ। यही हो, एकदमै राम्रो छ। तपाईँहरू पनि आएर यहाँ स्टे गर्न सक्नुहुन्छ, फुल फेसिलिटी। तर अलिकति अब नेट चाहिँ अब यो ठाउँमै नचल्ने भएको कारणले गर्दा गयो उता जाए त्यस्तो छ। अब हामी पनि यहाँबाट फोटोसोटो खिचेर लाग्नेछौँ। पर चाहिँ पहाडहरू देखिरहेछ, अलि जुम गरेर देखाइदिउँ न। यहाँ पर देख्दै हुन्छ होला, यो रहेको छ। माथिको चाहिँ देख्नु सकिएन, अब के गर्नु। यहाँ पर यहाँ हाम्रो याङतारूबाट चाहिँ देखिँदो रहेछ पारीको सिन। खै चस्मा लाएर त कस्तो देखिरहेछ जाँट। अब हामी यहाँ तल जानेछौँ, त्यहाँ चाहिँ पानी जमिरहेछ पुरै खोलामा। सो हाम्रो होमस्टे चाहिँ यही रहेको छ। तपाईँहरू पनि यो ठाउँमा आउनुभयो भने चाहिँ अवश्य पनि यहीँ बस्नु होला भन्न चाहन्छौँ। जिम गर्नुको लागि हाम्रो डम्बेल पनि रहेको छ फेरि यहाँ। अहिले चाहिँ हामी खोला जमेको रास्ता जाँदैछौँ। यहाँ माथि चाहिँ हाम्रो इन्डियन साथीभाइहरूसँग भेट भएको थियो, एकदमै मजासँग कुरा गरेर जाँदै हुनुहुन्छ। सो यहाँ तल चाहिँ एकदमै खोला जमेको अवस्थामा छ, हामी त्यहाँ हेर्नेछौँ, तपाईँहरूलाई पनि देखाउनेछौँ। तपाईँहरूले पनि भिडियो मजाले हेर्नु होला, एकदम दामी छ। यो खालको एडभेन्चर प्लेस चाहिँ मैले मेरो लाइफमा चाहिँ मैले देखाएको थिइनँ होइन। यो पुरा सेतो सेतो, यो पुरा हिउँ भन्नु, अब हिउँ त होला नि। यही तल चाहिँ बब्बाल खोलै जमेको छ क्या। के हो भेडा भेडाहरू छन् यहाँ। यो गोबरहरू चाहिँ याकको हो। अब हामी तलतिर जाँदैछौँ, म तल पुगेर देखाउँछु यता तपाईँहरूलाई। उयो चिप्लेर लड्यो भने त यहाँबाट त नि फेरि तल देख्दै हुनुहुन्छ। यो चाहिँ पुरै खोलै जमेको छ साथीहरू। वाउ, अझ जोस आउँछ यार यस्तो देखेपछि त। यस्तो उकालोमा यस्तो ठाउँमा त कुदिन्छ नि फेरि हामी त। यहाँबाट देखाउँछु म तपाईँहरूलाई, झन् खतरा बबाल। अरे जानु सकिँदैन क्या हो, कहाँसम्म जमेको छ भन्ने कुरा चाहिँ यहाँबाट देख्नु सक्नुहुन्छ। वाउ, दामी जमेको छ, यो पुरै आइस भएको छ क्या यहाँ। भनेपछि यहाँको टेम्परेचर कति होला गेस गर्नुहोस्। यहाँ तल हेर्नु सक्नुहुन्छ, आम्मामा बबाल छ यार, बबाल यार। अब हामी तलै जान्छौँ। यहाँ चाहिँ यस्तो छ, बाटो चाहिँ डरलाग्दो छ, तै पनि एडभेन्चरको लागि हल्का रिक्स लिनै पर्छ। सिन पनि यस्तो रहेको छ। यहाँ माथि चाहिँ यत्रो ढुङ्गाहरू अड्किरहेको छ। यो ढुङ्गा लड्यो भने चाहिँ मलाई खिच्याउँदैन यसले। सो लेट्स गो। दर्शकबिन हेर्नुहोस्, जति नजिक आउँदै गयो त्यति बबाल लाग्दैछ यो चाहिँ मलाई। तलसम्म जमेको छ दर्शकबिन। हामी चाहिँ अहिले प्रत्यक्ष प्रसारणमा छौँ। बाटो चाहिँ एकदम डेन्जर छ, तर हामीले यहाँ एकदमै होस गरेर हिँड्नुपर्ने हुन्छ। ओहो वाउ, के भन्नु यार, शब्दै छैन। आज चाहिँ हामी त्यहाँ गएर चाहिँ बबालसँगले होइन, पौडी खेल्नुपर्छ केटा, पौडी खेल्नुपर्छ यहाँ। अघि बिहान चाहिँ मेरो माथि सनसाइनको भिडियो गर्ने उयो जोसमा चाहिँ मेरो फोनै अफ भएर चाहिँ मैले बिहान माथिको क्लिप पहाडहरूको हिमालहरूको यस्तो दामी थियो यार, खिच्नै पाइनँ। आइएम एक्सट्रिमली सरी भन्न चाहन्छु होइन। त्यो सिनहरू चाहिँ देखाउनु पाइनँ, तर यो पनि नेक्स्ट लेभल एडभेन्चर ठाउँ हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो लागि चाहिँ, अरूको लागि चाहिँ सिक्यो भए पनि। अब चाहिँ हामी फाइनली पुगेछ। ओ माई गड, वाउ वाउ, यहाँ पानी चाहिँ कहाँबाट आउँछ क्या, त्यही सोचमा छु। सुरुमा म पानीको मुहान हेर्न चाहन्छु पुरै। यहाँबाट यस्तोमा चाहिँ फेरि चिप्लिनु पनि सक्छ है। पानी त त्यस्तो आउने ठाउँ त देख्दिनँ यार। यो सब फेरि गुराँसको बोटहरू, आमा गुराँसहरू हेर्नु सक्नुहुन्छ। वाउ, यो चाहिँ के भन्नु यार अब यसमा यार। ओभर चिप्लिन्छ नि यो त फेरि, पुरै तलसम्म गएको छ यार। मासाला, वाउ वाट अ नाइस। छुइदिउँ न यार,
Oh my god! म्याक्री खोइ हल्का फुटो हेरौँ आमामा यस्तो छ हो यस्तो ए चिप्लो हेरौँ न सिधै जोडेको रहेछ यार यो त भुइँसितै जोडेको रहेछ क्या पुरै जोड्यो पुरै जामै भएको छ नि तो बवाल छ यार के भन्नु यार जिन्दगानीमा म तल तल पनि हेरिदिउँ न यार यस्तो ठाउँ त यार मान्छेहरूले चाहेर पनि अरे यहाँ चाहिँ फेरि जमेको छैन यार यहाँ पनि पानी छ त अनि के हो यार यहाँ चाहिँ पानी उम्रिँदो रहेछ यार यो फेरि जमेको छैन वाट के भन्नु वाट म्याजिक क्या यहीँनिर पानी निस्किरहेको चाहिँ यो जमेको छैन त्यहीँनिर हेरौँ न पानी जमेर पुरा यो चाहिँ अलिकति अनौठै कुरा हो यहाँ हेर्नु सक्नु यहाँ फेरि बगिरहेछ पानी हो अब त्यहाँ फेरि यस्तो डेन्जर जमिरहेछ हेरौँ त है त उकाउनै सकिँदैन रहेछ यार तर बबाल यार बबाल त्यो डेन्जर खोलै जमेको यार साला उकाउनु सकिन्छ उकाउनै सकिँदैन रहेछ यार वा माथिबाट चाहिँ यस्तो छ यहाँ तलतिर झन् सही देख्दै थियो भने फेरि मेरो फोन त बेहोरा छैन अफ भइ पो हाल्छ है ज्याठ्या हेरौँ न यो चाहिँ एउटा खोलै हो कि के हो होइन पुरै जमेको क्या खोलै जमेको क्या खोलै जम्दिरहेछ क्या अब के भन्नु क्या यहाँनिर आइस क्या फुल हेरौँ त ओ माई गड यहाँ त म जान्छु यार यहाँ चाहिँ म जान्छु यार बबाल टाइपको यो झर्ना टाइपको क्या लुक्स लाइकको झर्ना उयो चाहिँ भाँचिदिनु पर्यो यार लड्यो भने चाहिँ फेरि मेरो टाउको फुट्ने पनि चान्सेस हुन्छ होइन तर मलाई चाहिँ ओइ ओइ हो वाउ वाउ ओ माई गड ऊ त्यो त बोकेर लानु पर्ला जस्तो छ यार यहाँ त चिप्ल्यो अन्त फेरि गोलखाडी गइन्छ नि आमामामा यहाँ टेक्नु पर्ने हुन्छ ढुङ्गामा मैले यतापट्टि कट्यो हो वाउ भित्र आइस क्या यसलाई चाहिँ भाँचिदिउँ न कस्तो हुँदो रहेछ लेट्स क्याच इट ओ माई गड Hey, this is the ice cream. Let's see. थु दामी पानी चाहिँ एकदमै सफा पानी हो क्या चाँटो कसैले मुतेको त होइन नि यो तर कुवाको पानी हो एकदम दामी पानी हो यो कस्तो डेन्जर क्या अब यहाँबाट फेरि म पल्लोपट्टि जान्छु अनि यहाँ तलतिर अलिक मलाई हेर्नु मन लाग्छ क्या त्यहाँ पनि दामी देखिरहेको थिएँ मैले अलिक झर्ना टाइपको ठाउँ चाहिँ कहाँ छ भनेर म यहाँ सर्च गर्दैछु क्या वाउ ओ रुपेन जाँदा बगाउला है झर्नाले ओ यहाँ तल हेरौँ न तल बाफ रे यार अलि यहाँ झर्ना खोज्नु आइज न झर्नामा बवाल देखिन्छ क्या मैले त आइस पनि अघि हानिदिएको मासला तिर्खा मेट्यो ओ चाँदनी यहाँ हेर्नु सक्नुहुन्छ है दिस इज द भ्यू अफ यो कुन खोला हो आई डोन्ट नो तर कसम यार यहाँ पनि जम्दिरहेछ क्या अब फेरि यहाँ ठाउँमा यताबाट पानी आउँदो रहेछ नि त यिनीहरू जम्दै आउँदो रहेछ यहाँ हेरौँ त पानी यो आइसहरू जमेको ठाउँमा पुरै ढुङ्गैसँग एट्याच भएको रहेछ जमिनसँग हेरौँ त सब जमिरहेछ यार पानी त यताबाट यो पानीको मुहान चाहिँ रहेछ तर यो चाहिँ एकदम बबाल सिन क्या मासा है यो ढुङ्गा आमामा आउनै आउँदैन त यार हातमै यसलाई उठाएर फालिदिउँ न हौ ओ म्या ओ लेट्स ट्राई हेरौँ यसलाई गयो आमामा हातै चुट्टेला जस्तै चिसो भयो त रे यिनीहरू चाहिँ यिनीहरू पनि जम्नु रेडी भइसक्यो रहेछ
हेरौँ न अब हो यस्तो यस्तो ठाउँहरू पनि छ यार। अब हेरौँ यहाँ झरना टाइपको सानो झरना। अब यस्तै ठुलो झरना भयो भने कस्तो बवाल हुन्छ होला हेरौँ त यहाँ। वाउ इट्स भेरी ब्युटिफुल यार। यहाँ हेर्न सक्नुहुन्छ माथिबाट आएको कस्तो बवाल। ओए फोटो खिच्न आएछ यहाँ। ओ रुपेन फोटो खिच्न आएछ नि यहाँ कस्तो बवाल आइरहेछ यार। यहाँ पो खिच्ने हो त फोटो त नि। अझै हामी तलतिर पनि जान्छौँ। अब चाहिँ हामी यहाँ एक दुईवटा फोटो चाहिँ खिच्छौँ है। यो मलाई सिन यस्तो दामी लाग्यो क्या माथिबाट सर्ट स्टेप आएको छ नि त। आई लाइक दिस। अब चाहिँ फेरि हामी ऊ तल गएर फोटो खिच्नेछौँ फेरि। आछि चिसो भयो त यार। पानी यहाँबाट पुरै आउँदो रहेछ नि त। मैले त अघिबाट किकबाट हानिदिएको जाँथे चोखै पानी रहेछ भनेर। ला तेरो त्यता पो कसरी जानु यार। मेरो एउटा खिचिदिउँ ल। कता यहाँ बिचमा म जान्छु। रेला नगरे केटा जान्छ भने यस्तोमा त चिप्लेर छिउने सानो चिप्लो हुँदैन। उता तल्लोपट्टि जानु त हो कि क्या हो। हिमालय पुगेँ। अब चाहिँ हामी अझै तल जानेछौँ। यसको कस्तो चाहिँ छ सिनहरू अझै दामी झर्नै जमेको खालको चाहिँ मलाई हेर्नु मन छ। यहाँ पनि पुरा यो पानीहरू भर्खर जमेको रहेछ। सो ओइ जुत्ता चाहिँ ढुस्टी हुने ए छैन क्या हो। यहाँ हुनसक्छ ऊ त्यहाँ छ जस्तो छ यार। ओइ छ भने त बवाल हुन्छ त फेरि यार। सो साथीहरू हेर्नु है यहाँ हुनसक्छ है। झर्ना जस्तो छ है। झर्ना छ जस्तो छ ए तर खतम खालको झर्ना पो छ क्या। ए उहाँ तलतिर चाहिँ छ जस्तो छ यार। हामी त हुँदै जाँठो ओह्रालो हिँड्दै निकै पो आइसक्यो है। भरे जाने बेला चाहिँ तेल काटिन्छ अरे। ए ऊ यहाँ पट्टितिर छ कि क्या बा छ कि क्या हो। हेरौँ है त यहाँसम्म चाहिँ यस्तो छ होइन। अब बल्ल घुम्नु त पर्छ त नि। यहाँबाट चिप्लेर लड्यो भने चाहिँ फेरि मेरो खैरात छैन। ओए धन्नै टेकेको यार मैले। हेर त त्यसरी छिरिजान्थेँ नि म यस्तो पल्लोपट्टि यो गुराँसमा कसरी जानु यार म। अरूभन्दा नि चिप्लो क्या अब यहाँ समातेर यसरी जाँदै गर्दाखेरि चाहिँ अब हामीले यसरी जम्प मार्नुपर्ने हुन्छ। जम्प मारेपछि ए जाँठा खतम पो रहेछ त। झर्ना हेर्ने उमा आएको यहाँ त अनि यस्तो मात्रै रहेछ नि त। ओहो यहाँ चाहिँ तर दामी रहेछ यार। यो कस्तो डिजाइनमा क्या माथि भाला जस्तो झुन्डिरहेछ। यहाँ हेरौँ न कस्तो खतरा डिजाइनमा बसिरहेछ यार। बा यहाँ हेर्न सक्नुहुन्छ दर्शकबिन पुरै आइसको डल्ला एक लात्ती हान्दा ए लात्तीले पनि फुट्दैन हो। अघि मैले त्यस्तै त हानिदिएको त खै फेरि हानिदिउँ न। यता हेर्न सक्नुहुन्छ साथीहरू यस्तो चाहिँ एकदमै सफा पानी हो। तोरी ट्याक्ल्याक्क भचाउने अनि यसको ए जाँठा यो त फोहोर रहेछ। त्यो चाहिँ हो क्या खाने त हेर्न सक्नुहुन्छ यसरी खानुपर्छ। चिसो अझै त यो जति तल गयो त्यति तल जानु मन लाग्छ त यार। के भएको यार मलाई मात्रै यस्तो हो कि रुपेनलाई पनि यस्तै हुँदैछ। त घर फर्क्यौँ भन्दैछस् त अनि यहाँ पर हेर्न सक्नुहुन्छ। वाउ माथि लेको बेसी। हामीले बाइक चाहिँ फेरि माथि राखेर आएको छौँ। अहिले इन्डियन आर्मी पुलिसहरूले फेरि उठाउनु पनि बेलाउँदैन त्यो चाहिँ। अलिकति झर्नाको चाहिँ म खोजीमा हिँडेको हो क्या खासमा। पुरै झर्नै जमेको हुने ठाउँमा चाहिँ गएको। यस्तो बाटो हिँडेर जानुपर्छ। हो छैन जस्तो छ यार। अब चाहिँ फर्किन्छु म। वाउ मात्रै भन्नु मजा आउँछ कि यहाँ चाहिँ। वाउ मात्रै क्या देख्न सक्नुहुन्छ। इन्क्लुडिङ मी द भ्यू इज लाइक दिस भनौँ न। ए यता रहेछ इन्क्लुडिङ मी
है यस्तो छ यहाँ देख्न सक्नुहुन्छ। ओ मलाई लाग्छ हौ के गरेको यो बाउलाले फेरि माथिबाट। अब म यो बाटो कट्नुको लागि यो रुखको सहारा लिनुपर्ने हुन्छ। मैले एकछिन नआने हो मैले अब बाटो काट्नुपर्ने हुन्छ। यो त चिप्लिन्छ कति डर हो। ओहो एकछिन यो रुखको सहारा लिन पनि हुने रहेछ। ओ फाइनली कटेँ मैले चाहिँ यो रुखको सहाराले। के गर्छ जाँठा लड्छ कि। अब यस्तो छ साथीहरू यस्तो छ है। मजै बेग्लै क्या यहाँ घुम्नुको चाहिँ नि। अब अरे काँडा रहेछ यार बाफ्रे के को काँडा हो यस्तो तलसम्म रहेछ। अझै तल जान्छु यार म त। हामी आएको चाहिँ त्यो माथि ढुङ्गाको माथिबाट आएको है। मलाई चाहिँ उयो तल कस्तो क्या तलतिर झर्ना छ कि जस्तो लाग्ने क्या फिल क्या मासला। यो चाहिँ मेरो अब यहाँको लगभग लास्ट भिडियो नै हुनसक्छ। यहाँभन्दा अब हामी घुमिँदैन। यो एउटा झर्ना हो हामीले हेर्ने। यो एउटा तलतिर देख्दा अब पानीको जमेको पानी पनि खोलिनु पो थालेछ यार। यहाँ देख्न सक्नुहुन्छ। द भ्यू इज लाइक दिस। मामा के भन्नु र यहाँ तलतिर छ भने चाहिँ जाउँ कि भनेर आँट गरेको हो मैले। अब एउटा केटो माथि नै रह्यो। रस म चाहिँ एउटा झर्ना खतरा नहेरी नआउने भनेको तर छैन जस्तो छ। अब चाहिँ लगभग यहाँदेखि पक्रिनु थालेछ आइस। ओहो यहाँ पनि हेरौँ न लाइकको झर्नै भनौँ न स्मल वाटरफल। अब त्यो तल झर्नै रहेछ यार। खोला कहाँसम्म जमेको रहेछ त्यो। यहाँ तलसम्म यो डाँडासम्म चाहिँ जानु पर्यो यहाँसम्म। यस्तो छ बाटो चाहिँ। यहाँ हिँड्नुपर्ने बाटो फेरि बाटै छैन। जहाँ पाए ती टेक्दै हिँड्नुपर्ने अवस्थामा छ। यहाँ त के हो यो। ओहो अब उकालो जानु मलाई अहिले ओह्रालो झर्दैछु कि ओह्रालोमा त खासै समस्या छैन। उकालो झर्दा चाहिँ हो क्या मलाई समस्या हुने भनेको। यहाँ हेर्नुहोस् खोलै पुरै जम्दिरह यार। ओहो यो त जति तल गयो त्यति तल जानु मन लाग्ने रहेछ। के भन्नु र अब चाहिँ नजाउँ होला यहाँभन्दा तल चाहिँ। ओभरअल भ्यू चाहिँ यस्तै रहेको छ। हेर्नुहोस् है खोला माथिबाट हेरौँ तल हेरौँ खोला बा तल अझै तल गएको छ। सो अब चाहिँ म फर्किन्छु। यहाँभन्दा तल गयो भने चाहिँ फर्किनु गाह्रो हुन्छ मलाई। सो अब चाहिँ म फर्किँदैछु। यो चाहिँ जति तल गयो त्यति तल जानु मन लाग्ने रहेछ। यहाँ देख्नु सक्नुहुन्छ वाउ भ्यू एकदमै दामी छ। यो कस्तो क्या अब जति भिडियो गरे पनि गरिरहँ जस्तो लाग्ने, जति फोटो खिच्यो पनि खिचिरहँ जस्तो लाग्ने। तर अब म फर्किँदैछु। माथि हामी जानुपर्ने त्यो डाँडामा हो। सो गाइस भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यदि तपाईँलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नुहोस् र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनुहोस्। मैले चाहिँ अब यो चाहिँ मेरो भिडियो एकदमै अब तपाईँहरू हेर्नेहरूको लागि कस्तो लाग्छ तर मेरो लागि चाहिँ एकदमै बेस्ट भिडियो हो यो चाहिँ मेरो होइन। यस्तो ठाउँमा चाहिँ म मेरो लाइफमा गएको थिइनँ। फर्स्ट टाइम इन माई लाइफ यो एक्सपिरियन्स चाहिँ फर्स्ट टाइम इन माई लाइफ भनौँ न। सो गाइज थ्याङ्क्स फर वाचिङ बाई बाई।